विरासलाई मैले 2 रियल पैसा दिएँ ल भनेर मेसेज गरेको रिप्लाई पनि गरिनँ हो। रोड क्रस गर्न पनि डराउँछन् हो म जस्तो हुनु नि यसरी रियल छ हेर्न फेरि यहाँ नजारा छ यस्तो लिएर आइपुग्यो बजारबाट। एभ्रिवान वेलकम टु माई न्यू भिडियो। वेलकम छ हजुर सबैजनालाई आफ्टर लङ टाइम पछि। अनि फेरि म मार्केटै त हिँड्न आँटेको रेडी भयो रे। अनि यो लुगा चाहिँ मेरो मम्मीले म नेपाल जाँदाखेरि किनिदिनु भएको। मेरो मम्मीको खुद आफ्नै कमाइको पैसाले किनिदिनु भएको कि यो लुगा चाहिँ मलाई। अनि के छ खबर हजुरको, कस्तो हुनुहुन्छ? सन्चो बिसन्चो आराम कुशल? अनि आजभोलि त अब नेपालमा त्यही त हो नि होइन, दुर्घटना बलात्कार यहाँ वहाँ मतलब के भइरहेको छ। अनि साथीहरू पनि मार्केट जाउँ न भन्न लाग्यो। अनि म एक्लै यहाँ के गरेर बस्ने होइन, जाऊँ न त म भिडियो पनि बनाउँछु भनेर चाहिँ हिँड्न लागेको। सो म आफ्नो यो देखाउँछु ल लुगा। यो चाहिँ मेरो मम्मीले किनिदिनु भएको नेपालमा हुँदाखेरि। म अलिक घटेको छु, अलिक यो कस्तो टाइट हुन्थ्यो क्या नेपालमा हुँदा, थोरै अलिकति चाहिँ घटेको छ थोरै। मेरो त त्यत्रो काम साम केही छैन, ओछ्यान पनि मिलाएको छैन आज मैले। त्यत्रो काम त छैन। अब साथीहरू जाँदाखेरि म चाहिँ किन एक्लै बसिराख्ने भनेर अब गइसकेपछि केही न केही किन्न मन लाग्छ है। अब हेरौँ, पैसा चाहिँ छैन। ओछ्यानको हालत यस्तो छ। आज लास्टै बस्छ नि भएर बसेको छु। खालि त्यो भिडियो हेरौँ, न्युज हेरौँ, अनि त्यही बलात्कारको यो दिइरहेको छ, आइरहेको छ बिचरा है। कहिलेसम्म हो कि हाम्रो देशमा, आफ्नै देश आफ्नै गाउँ आफ्नै घरमा त सुरक्षित छैनन् छोरी मान्छे। अनि अब अर्काको देशमा झन् के होला भन्ने पिर पो लाग्न थालिसक्यो क्या आजभोलि त। यस्तै छ हौ साथीहरू, के गर्नु। हजुरको बोट यस्तो अँधेरो भइसक्यो, राम्रो देखेको गरिसक्यो। अनि भिडियोको लागि आउनुभएको 5 बजीदेखि जाने भनेको मार्केट भयो अहिले 7। देखाएको छैन म तिमीहरूलाई देखाउँदिनँ, म मेरै सकल देखाएर बसेको छु। बिराजीलाई पनि देखाइरहनु भएको छ। यो आइमेलाई के देखाउनु। 5 बजीदेखि रेडी भएको अहिलेसम्म छैन हौ खोजी खबर। आत्तो पत्तो राम्री छ नि त धेरै। आज सल्ली गर्ने ठाउँ हो यहाँनिर, गाडी छ। आज त म भिडियो बनाउनकै लागि भने आएको हौ यता। अनि के गर्नु त, छैन पैसा। विरासलाई मैले 2 रियल पैसा दिएँ ल भनेर मेसेज गरेको रिप्लाई पनि गरिनँ हो। ल हाम्रो यो विदेशको गाउँको बजार के भन्नु, गाउँको बजार हाम्रो नेपाली बजार। नेपाली बजार कहाँ हो पागल। म बोलेको चाहिँ नहाल्नु सबै आउँछ। म भिडियो त बनाइराख्छु। अनि खोइ त कहिले मार्केट त आइपुग्यो। तर बेलुका पकाइ राम्रो हो, सजिलो नि। के रोड क्रस गर्न पनि डराउँछन् हो म जस्तो हुनु नि यसरी। गाडी आउँदैछ हिँड्दैछ भाइ, के हो के होस्। यस्तो लुगा पनि के किन्न आएको हो तिमीहरू? यिनीहरू आए पछि लुगा किन्छन्। त्यही पनि यो म्याक्सी यतातिरको लाउने भनेको यस्तै म्याक्सी सुरुवाल यस्तै यो त्यहाँदेखि यस्तो महँगो के लाउन मन लागेको। चप्पल लगौँ भनेर आएको। चप्पल त कति धेरै, तर यस्तो छिराउने खालको चप्पल लाउने बानी भयो कि मेरो। अर्को खालको त लाउनै मन लाग्दैन, खुट्टा दुख्दो रहेछ हौ, एडी दुखेर। चोरी भएको भए
लबर क्लिपहरू हेऱ्यो यति धेरै यति राम्रो राम्रो छैन अहिले नेपालको त्यो हालत देख्दाखेरि त नभएकै ठिक छ जस्तो लाग्दो रहेछ हो। तिम्रो रुपियाँ कति भन्दै अनि यो कहाँबाट जानु फेरि यहाँनिर यहीँ कता छ हो 3 रियल भन्दा माथि नै छ। यिनीहरू राम्रो सेट रहेछ नि त अनि तर सुरुवाल पनि छ पा 3 रियल कतिमा त त्यसको पनि सुरुवाल छ खै यो कति यो के कति यता देख नि त 3 रियल 150 सेट हो नि त तर सुरुवाल पनि छ भित्र होइन कालो राम्रो छ यो। अनि तिमीहरू दोकान आएपछि लुगा किन्छौ हो लुगा चाहिँ कहिले लाउँछौ के भनेको यो कुर्ता सुरुवाल 2 रुपियाँ 900 पैसा 9 रुपियाँ कि 900 कि के हो 2 रियल 900 राम्रो छ त। क्रेम कति हुन्छ अरे 1 रियल कति छ 1 रियल 700 छ 2 टाला त कति हुन्छ त्यही अनुसारको 2 रियल 3 रियल 3 3.5 जति हुन्छ झन्डै अनि चाहिहाल्छ त तर आइन्छ नि त फेरि होइन म नि त ओलेकै लाउँछु तर मेरो छ अहिले लाउँदिनँ 4 रियल छ हेर्न फेरि यहाँ 4 रियल अन्त नि यस्तो यस्तो जाबो मेहन्दी 4 रियल छ। जहिले आउँछु म हेर्छु अनि जान्छु गर्दै हिँडेँ चक्लेट पछि नेपाल जाँदा लिएर जाने अहिले त छैन थाहा छैन माया जाँदा लगिदिन्छ होला त्यसो के मेरो लगिदिनु सँगै गइन्छ कि पऱ्यो अझ उसले पो मेरो झन् के लगिदिएर जान्छ होला यसो केटाकेटीलाई भनेको त उल्टै हो मसँगै जाने भन्छ। एउटा कफी यस्तो भुजिया नि पाइन्छ यहाँ मजाले एउटा मात्रै चाहियो 2टा कहाँ लानु पैसा छैन भयो एक भिडियो पनि हाल्नु पर्यो लु सपिङ पनि सक्यो लाग्यो घरतिर पैसा नभएको पनि सक्यो विराजको ऋण लाग्यो 2 रुपियाँ विराजको ऋण लाग्यो 2 रुपियाँ गाह्रो छ हो मलाई पनि अहिले बजे यहाँको 8 नजारा छ यस्तो लाखभर भन्यो 8 बजेको यो विराज आउने बेलामा जहिले ढिलो गर्छ अनि जाने बेलामा उसलाई हतार पर्छ कस्तो रिस उठाउँछ हो कि होइन माया भन्छ लिएर आइपुग्यो बजारबाट पनि पुरै थकित भएर आएँ नभएको पैसा नै ऋण गरेर सकेर आएँ 2 रुपियाँ गर्मी भएर आइपुग्यो ल बल्ल बल्ल के हो एक गति आमा कति गर्मी बाहिर 2 रुपियाँ पैसा सकेर आयो 2 3 4 रुपियाँ सकेर आयो यो नदेखाम अनि कफी लिएर आएँ मैले भुजिया कहिले कहिले चिउरा भुजिया मिक्स गरेर खानलाई के यति नै यो भित्र लाउने हो यो अनि यो कफी यसै लिएर आएँ। तो आजको भिडियो यति नै सबैजना थ्याङ्क यू सो मच
हजुरहरूलाई आयो राम्रो लाग्ला, धेरै पछि भिडियो बनाएको छु, हेरिदिनु होला, माया गरिदिनु होला है त। धन्यवाद। गरेर आएँ। अहिले यहाँको कति बज्यो भने नि 9 बज्न आँट्यो। ढिलो ढिलै गएको थिएँ नि त, गर्मी छ अनि ढिलो ढिलै बरु मार्केटतिर गयो भने उयो हुन्छ भनेर गएर अनि आइयो। मेरो साथीहरूको चाहिँ काम थियो कि, काममा जाने के किन्नलाई, म चाहिँ यत्तिकै गएको थिएँ। त्यही पनि गएको बेलामा भनेर कफी लिएर आएँ अनि भुजिया लिएर आएँ, त्यो भित्र लाउने बाँकी थियो त्यही लिएर आएँ। ल आजको लागि यति नै, नेक्स्ट भिडियोमा फेरि भेटघाट होला। थ्याङ्क यू सो मच सबैजनालाई, धेरै धेरै माया है त। ओके बाई बाई।